हेलो गाइजहरु जसले दर्शन नमस्ते होइन वेलकम छ मेरो युट्युब च्यानलमा होइन। अब म चाहिँ आज अन ड्युटी टाइममा भ्लग बनाइरहेको छु किनभने अब अहिले मौसमै त्यस्तो छ नि त, लास्टै गर्मी छ कि है, त्यही भएर बाहिर जान पाएको छैन। त्यही भएर अन ड्युटीमा भयो भने एउटा छोटो मिठो भ्लग हजुरलाई लिएर आएको छु। कृपया मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। म पनि पक्कै पनि हजुरको कमेन्ट हेरेर ब्याक गर्नेछु होइन। म चाहिँ आज अन ड्युटीमा छु। आज चाहिँ नि फ्राइडे, अब 1 घन्टा रेस्ट टाइम हुन्छ हाम्रो। 11 देखि 12 o'clockसम्म हामी 1 घन्टा चाहिँ एकदम बिन्दास पारामा फ्री हुन्छौँ। केटाहरूलाई देख्न सक्नुहुन्छ एकदम मजाले चिल पारामा मल हेरेर बसिरहेको छ के। अब के गर्नु होइन, 1 घन्टा त अब मजा रेस्ट छ नि त। अब यहाँ मेरो भ्लगमा हल्का अँध्यारो आएको छ किनभने अब बाहिर सिसामा अब पर्दा लगाइदिएको छ नि त, त्यसले गर्दाखेरि भ्लग उज्यालो आएको छैन, त्यसको लागि सरी होइन। त्यही पनि इन्जोय गरिदिनु होला, हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। केटा चाहिँ आफ्नो पारामा बिन्दास तरिकाले मोबाइल हेरिरहेको छ, एकदम खुसी लाग्छ कि केटालाई देखेर होइन। यही बेलामा आज सबै साथीहरू भएकोमा यसो अब भ्लग बनाइदिएको होइन। कोही कोही चिन्नुहुन्छ, अब कहाँदेखि हुनुहुन्छ साथीभाइहरू होइन, कमेन्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। हेरेर इन्जोय गरिदिनु होला है त। यस्तै छ परदेशी जिन्दगी। अब पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण सबै ठाउँको साथीभाइहरू चिनिन्छ क्या। अब यहाँ नेपालीहरू, अब श्रीलङ्काहरू, इन्डियनहरू, केरला होला, पाकिस्तानीहरू छ, लगभग 3-4वटा देशको साथीहरू छौँ क्या हामी, 3-4जना देशको मान्छेहरू छौँ। अब रमाइलो छ। जे होस्, मैले हल्का किचनको पनि देखाएँ हजुरलाई होइन। हेर्न सक्नुहुन्छ चाहिँ मेरो किचन हो। एकजना दाइ चाहिँ काम गरिराख्नु भएको छ। यो चाहिँ मेरो एरिया होइन, यो चाहिँ मेरो एरिया हो। यो चाहिँ तन्दुरी हो, जहाँ रोटी, नानहरू, गार्लिक नान, बटर नानहरू बन्छ। यहाँ चाहिँ नि अब तन्दुरी चिकनहरू, चिकन टिक्काहरू बन्छ होइन। अरू उतापट्टि चाहिँ यस्तै छ, हेर्नु होला। यो चाहिँ बाहिरको भ्यू पनि ल्याएको छु। बाहिर आउनु मन छैन किनभने अब भ्लग बनाइसकेपछि बाहिरको नजर पनि देखाइदिउँ न भनेर आएको छु। बाहिर हेर्न सक्नुहुन्छ यस्तो गर्मी छ कि अब 30-40 डिग्री घाममा पनि आएर यसो भिडियो बनाइरहेको छु। पक्कै पनि आशा छ तपाईँहरूले साथ सपोर्ट गरिदिनुहुन्छ भनेर। हेर्न सक्नुहुन्छ जस बाहिर पनि रमाइलो छ कि एकदम उज्यालो छ होइन। जस राम्रो छ, यो चाहिँ खतरा छ। यो चाहिँ मैले काम गर्ने होटलको ब्याक साइड पर्छ होइन। मेरो रुम चाहिँ उता पारिपट्टि हो, त्यो खजुरको बुटा छिङ हो। यो चाहिँ अब म चाहिँ भित्र आएँ, बाहिर लास्टै गर्मी छ, त्यही भएर अब होटेलको अगाडिको भ्यू देखाउन चाहन्छु तपाईँहरूलाई होइन। हेर्दै जानु होला कस्तो लाग्छ, किनभने म अब पछाडिको मात्र देखाएर भएन, अगाडिको भ्यू पनि देखाउन चाहे हजुरलाई होइन। हेर्दै गर्नु होला। यो चाहिँ नि हाम्रो दोहा अबु उमर, अनि यो ट्याक्कै होलसेल मार्केट रेजेन्सीको साइड त्यही लाइनमा हो, जहाँ टी टाइम साथमा छ। आएर यसो घुमिदिनु होला, भिजिट गरिदिनु होला। यहाँदेखि यता राइट साइडमा गयो भने चाहिँ बेलाजु मल, तपाईँहरूले पक्कै पनि थाहा भयो होला। दोहाको बेलाजु मल भनेको जहाँ 2022को वर्ल्ड कपको फाइनल पनि यही ठाउँमा भएको थियो होइन। अब कपाल काट्न चाहनुहुन्छ भने आउनु होला, सेलुन यहीँ नजिकै छ। अब मसाज सेन्टर यहीँ छ। यो चाहिँ मैले काम गर्ने रेस्टुरेन्ट हो होइन। अहिले चाहिँ बन्द छ 1 घन्टाको लागि, मैले अघि नै भनिसकेँ। अब ठिकै छ, जे होस्। अब परदेशी मान्छे दुःख गर्न आएपछि गर्ने कुरो होइन, रमाइलो छ। जे जस्तो भयो नि, अब जनता नगऱ्यो भने दिन काटिरहेको छौँ। अब बाहिर घुम्न जानु पनि त्यस्तै भएको छ कि गर्मीले, त्यही भएर हजुरलाई यसो नयाँ नयाँ उयोहरू ल्याउन सकिरहेको छैन, त्यसको लागि सरी भन्न चाहन्छु होइन। अब म चाहिँ भित्र आएँ किनभने बाहिर लास्टै गर्मी छ नि त, धेरै बस्न सकिनँ, त्यही भएर भित्र आएँ। म यता बाहिर जाँदैछु, उताबाट घुमेर आएँ म। यता चाहिँ नि पछाडि आएँ, फेरि पछाडि आएँ साथीहरू। यो चाहिँ नि यहाँ माथि चाहिँ नि अब डेन्टल उसहरू छ, अब अफिसहरू छ होइन। यहाँदेखि माथि गयो भने चाहिँ नि यो चाहिँ नि अब अरबीको घर हो। घरभित्र सबै थोक छ कि यहाँ चाहिँ नि। अब फेरि म तपाईँलाई बाहिरको नजारा देख्न चाहन्छु किनभने एउटा फुल छ क्या, ट्याक्कै हाम्रो नेपालमा के फुल भन्छ यसलाई, सेतो के फुल भन्थ्यो, मैले नाम बिर्सेँ। एकदम खुसबु चाहिँ एकदम दामी है, मलाई एकदम मन परेको फुल हो यो होइन। अहिले अस्ति गएर मैले यसो त्यो एउटा फुल टिपेर सुँघेको थिएँ, यस्तो दामी खुसबु आएको थियो। आहा, साथसाथै यो चाहिँ नि अब खजुरको बुट्टाहरू यिनी सानो सानो छ, तपाईँलाई थाहै छ।
प्लस अब म फेरि किचनमा आएँ किनभने अब मेरो ड्युटीको टाइम हो होइन, त्यही भएर अब किचन आएको छु तपाईँलाई। होइन मैले भनिसकेँ यो मेरो एरिया हो होइन, अब ड्युटी सुरु हुन लागेको छ नि त। अब साथीहरू पनि लगभग आइसकेछ, केटाहरूले आएर काम गरिसकेको रहेछ। साथीहरू मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने अब सब्सक्राइब लाइक होइन कमेन्ट गरिदिनु होला पक्कै पनि। म पनि हजुरलाई ब्याक गर्नेछु है त। दर्शन नमस्ते।